सम्पूर्ण नमस्कार। आज चाहिँ यो प्रश्न नम्बर 11 यो चाहिँ एउटा हाम्रो ग्रुपमा गणित म्याथमेटिक्सको एउटा ग्रुपमा यो प्रश्न देखिएको थियो जुन चाहिँ हायर एबिलिटीको प्रश्न नम्बर सी तर्फ यहाँ जुन पिक्चर देखाइएको छ जस्तै पिक्चर यहाँ बनाइएको छ। इन द फिगर ABCD इज अ स्क्वायर एउटा वर्ग हो रे ABCD एन्ड CF perpendicular to with BE CF चाहिँ BE सित perpendicular हुँदा कम्पेयर गर्नुपर्ने छ AB भन्नाले यो A र B अनि CF सित यो CF। अब यसरी कम्पेयर गरिरहँदा चाहिँ विद्यार्थीहरूलाई अब ठ्याक्कै यसको चाहिँ भ्यालुहरु डिफाइन भएको छैन, अलिकति गाह्रो हुने सम्भावना अब हायर एबिलिटी भनिसकेपछि एक त अब यो याचे भन्ने बित्तिकै गाह्रो प्रश्न हो यो भन्ने एउटा माइन्ड सेटअप भइसकेको हुन्छ। हामीले पनि स्टुडेन्टलाई हायर एबिलिटीमा अलि लजिक लगाउनु पर्छ है भनेर निर्देशन गरेका हुन्छौँ विद्यार्थीहरूलाई, तसर्थ अलि गाह्रो प्रश्न चाहिँ अन्तिममा आउँछ भनेर अलि डिफिकल्ट गाह्रो महसुस हुन सक्छ। तर यस्ता प्रश्नहरूलाई सरसर्ती ग्राउन्ड हैन रुटमा जस्तै कि सूत्र भन्ने जस्तो भन्दा पनि अलिक लजिकल्ली हामीले यसमा चाहिँ यिनीहरूलाई हेर्नुपर्ने हुन्छ। के हुँदा यसको रिलेसन यस्तो हुन्छ होला भनेर, कसरी चाहिँ हुन्छ भनेर। अब यसरी हेर्दाखेरि चाहिँ अब ठ्याक्कै तपाईको यो चाहिँ हाफ यसको हुने सम्भावना, किनभने AB र BC इक्वल नै हो स्क्वायर भनिसकेपछि। त्यसपछि यहाँ रिलेसन हेर्दाखेरि पनि तपाईको अब यहाँनिर पाइथागोरस थ्योरम लाग्ला। पाइथागोरस थ्योरम लागिसकेपछि यो इक्वल टु यसलाई अब सामान्यतया लम्ब डिफाइन गरिएला अथवा यसलाई लम्ब जे पनि यो चाहिँ कर्ण हुन्छ हाइपोटेनस। यो इक्वल टु BE स्क्वायर माइनस BF स्क्वायर होला हैन पाइथागोरस थ्योरम अनुसारले। कहिलेकाहीँ अब स्टुडेन्टले त्यो पनि भनिदिन सकियो यसको रिलेसन के हुन्छ भनेपछि। त्यसपछि तर इन पार्टिकुलर ठ्याक्कै CF को चाहिँ AB सँग चाहिँ रिलेसन ठ्याक्कै देखिएन, फेरि CF को रिलेसन देखिएन। तसर्थ अब यसमा चाहिँ थोरै हामीले यसलाई भिजुअलाइज गरिदियो भने मेरो उद्देश्य चाहिँ यसबाट विद्यार्थीहरु अझै अलिक कन्फ्युज हुन्छ नि, उनीहरुको कन्फ्युजन चाहिँ थोरै दूर हुन्थ्यो कि भन्ने चाहिँ हो। यसलाई हामीले यो E भन्ने बिन्दुलाई थोरै चलाएर हेरौँ के हुन्छ। यसलाई मैले D सहित लिँदा ठ्याक्कै के भन्यो डायगोनल भन्यो हो, र A सँग लिँदा A मा आएर लिँदा के भन्छ, एहे यो बिन्दु यदि A मा पुग्यो भने त AB र CF त के हुँदो रहेछ बराबर हुँदो रहेछ यहाँ बिन्दु। तर A भन्दा लेफ्ट साइडतिर यदि गयो भने, A भन्दा लेफ्ट साइडतिर गयो भने यो डेफिनेटली के हुन्छ सानो हुँदै आएको छ। अझै हेर्नुस् है सानो सानो। त यसलाई अझै राइट साइडतिर चाहिँ तान्दा के हुन्छ अझै सानो अझै सानो अझै सानो, हेर्नुस् त अझै सानो अझै सानो, हेर्नुस् है यसरी। भनेपछि यहाँ यदि अहिले चाहिँ यसको रिलेसन के देखिन्छ भने CF is less than AB. The length of CF is less than AB, but if point E and A at same position सँगै हुँदा चाहिँ के हुँदो रहेछ CF र AB के हुन्छ जहिले पनि बराबर हुँदो रहेछ, इक्वल हुन्छ। यदि पोइन्ट E चाहिँ A भन्दा लेफ्ट साइडतिर अझै गयो भने देन द भ्यालु अफ CF इज अलवेज लेस देन AB। जुन पोजिसनमा छ त्यो भन्दा अझै राइटतिर गए पनि यो के हुन्छ स्मल नै हुन्छ। अब यसमा चाहिँ जब E भन्ने बिन्दु चाहिँ D सँग चाहिँ इक्वल हुँदा यो चाहिँ डायगोनल हुन आउँछ स्क्वायरको। डायगोनल हुन आइसकेपछि पनि यससँग खासै त्यस्तो ठ्याक्कै इन पर्टिकुलर
सिंगल रिलेसन चाहिँ खासै यससँग देखिँदैन। तर यसरी चाहिँ हामीले स्टुडेन्टलाई चाहिँ भिजुअल्ली अब यो हामीले देखाउन सक्यो, अझै स्टुडेन्टलाई चलाउने हैन उनीहरूलाई नै आफैले विद्यार्थीहरूले नै प्रयोग गर्ने वातावरण निर्माण गर्न सकियो भने यो अझै सुनमा सुगन्ध हुन जान्छ। हस्, धन्यवाद।